वेलकम गाइज। आज म भ्लग बनाउँछु। अब आफ्टर लङ टाइम हाम्रो भ्लग आउँदैछ। हाम्रो होइन, मेरो युट्युबमा भ्लग आउँदैछ। अब आजबाट चाहिँ म तपाईँहरूलाई बिस्तारै बिस्तारै भ्लग लिएर आउँछु। अब म हाम्रो बस्ने ठाउँको छेउको डाँडामा घुम्न जान लाग्छु। यहाँबाट अब एउटा मान्छे निस्किन्छ। यहाँ कस्टमर, म बस्ने होटलमा एउटा कस्टमर आएको छ। यहाँ मेरो बहिनी, यो बहिनीलाई लिएर म अब डाँडा घुमाउनु लिएर जान्छु। यता निस्क्यो होला होइन। यो हाम्रो घामै गइसकेर यस्तो जाडोमा के जानु। ओ यो घरदेखि माथि माथि डाँडा जाने अब हामी। यो मान्छेले बोलाएर आएको। यो मान्छे उयो निकु रे, उयो निकु रे। यता चाहिँ यही अब हामी बस्ने ठाउँ। यो मेरो घर हो गाइस। तिमीहरूलाई रुम भाडामा चाहिएको छ भने यु क्यान कन्ट्याक्ट मी, कमेन्ट डाउन अन दिस भिडियो। केटीहरूसँग हिँड्ने यस्तो हुन्छ। मलाई यहाँ बाहिर पुऱ्याइदिएर फेरि ज्याकेट लाएर आउँछु भनेर गयो। जाडो छ नि त गाइस, जाडो छ नि त। कुर्दैछु म। त्यो बेलासम्म हाम्रो ठाउँ हेर्दै गर। जङ्गलै जङ्गल भएको ठाउँ। जङ्गलै जङ्गल त होइन, तर यो लाइक सानो, यसको अलिकति माथि नै रोड छ। यो चाहिँ ग्रिनेरीको लागि हो भनौँ न, जङ्गलै होइन यो, सानो सानो रुखहरू। अब म यहाँबाट कम्युनी जान्छु अनि एकछिनमा भेटौँ है गाइज। हेलो गाइज, हाम्रो अर्को लड्की आयो हाम्रो ग्रुपमा। अब हामी जान्छौँ। दुईवटा तरुणीहरूसँग हिँडिरहेको छु म यहाँ। दुईजना गफ गरेर हिँडेर मलाई बालिदियो भन्दा अनि ल यही डाँडा जाने हामी। यहाँबाट यस्तो माथितिर गाइजहरू। कहाँ ल अब हामी कहाँ लाने हो? गाइड छ यहाँ छेउमा। कर्मु पहिला हामी यहाँनिर कोम्बिनी छ, कोम्बिनी जान्छौँ। कोम्बिनीबाट अनि फर्केर त्यसपछि अनि त्यहाँबाट फेरि ब्याक टु दिस वे। अनि यस्तो भएर नि सधैँ डाँडामा जाने हो। त्यही भएर अब एकछिनमा भेट्छ हामी। सतोरी कोची मिते ओ नाङ्खा इताइ नो ओरे नो नान दाके। ओ सुखा ए दारे दाके जा आतो दे जेब्रा क्रसिङ। यहाँ कोम्बिनी छ, कोम्बिनी छिर्छौँ अनि त्यसपछि खानेकुरा किनेर ए ल हाई गर्ने ल। हेलो 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 मङ्गली। म म्युट गरिदिन्छु त के भन्दा हाई त भन। यो चाहिँ राखिदिन्छु ल। अनि यहाँ कोम्बिनी गएर खानेकुरा किनेर अनि त्यसपछि हामी ब्याक टु दिस वे। कोम्बिनी आएको गाइस, यति किन्न लगाएको, यति किन्न लगाएको। यसले पनि यो मात्रै किनेछ ल। किनिदिने मान्छे डाँडा जाउँ भनेर खानेकुरा चाहिँ एउटा चिया मात्रै किनिदियो होइन। किन्नु त म पनि किन्थेँ कि, तर अब पैसा तिर्नु अगाडि बढिहाल्यो। अघि भर्खर खाना खाएको, त्यही भएर ठिकै छ। कफी पानी अनि हामीसँग बिस्कुट नै छ नि त। बिस्कुट नै छ नि त हामीसँग। अनि चिप्स पनि लिएछ यहाँ झोलामा हालेर बोकेको। जुरुक्कै उठेर आएर अब हामी डाँडातिर जान्छौँ। उयोबाट गयो भने छिटो पुग्छ होला नि। पोखरेको न अरे म हिट्टाको त आरू पोको खाएर नागा यसो चुखारेहरू खाम नै
खाइदा नि दाखा र यताबाट जाने अरू बेला चाहिँ हामी यो रोड भएर यस्तो घुमेर जान्थ्यो तर यताबाट चाहिँ अलिकति बाटो होइन तर यो बाटो हिँड्नु त हिँडेको मैले बिर्सेँ यार यताबाट हामी पहिला यताबाट यस्तो माथि गएर झरेर आउँथ्यो नि त झरेको त बादल सारू सबै थियो त बगाइज यो हाम्रो गाउँ हो अनि यो हाम्रो गाउँलेहरू हो अनि यहाँ चाहिँ म हो अनि हामी मेलामा जान लागेको रे उयो मेलामा जान लागेको बक्खु ओढेर कस्तो दामी आएको यार घामले गरेर यार के रे फेरि कोरे ओइसी अन्त सबै इसोकासी खरा कस्तो दामी देखेको यार यो भर्याङ यार क्यामेरामा भन्दा मैले हेर्दा क्या यस्तरी हेर्नु चाहिँ दामी Toto kurero. Arigato. Kore nonde miru kara. Yo. Nonde kudasai. Aji. Oishii kunai to omou. Hajimete. Chigau yo. Oishii yo. Nankai mo nonda koto aru kara kiyo mo katta yo. Oishii yo. Oishii. Honto desu ne. Katte iu kata ja ne. Arigato. ありがとうございます。あさってまで言ってほしいね。ありがとう。10回ぐらい。10回ぐらい。そう。なんで？両方で撮るの？YouTuber。最近おかしくなってるけど大丈夫で一緒にもう仕事やってるからしょうがないから我慢して YouTuber ねいつか一番有名な YouTuber になるサンギタと同じになっちゃうからね違うよ一緒にコンテンツ作ったらいいじゃねでしょ呼ぼうかサンギタもサンギタやんなかかなキャンパーメンにभेटी हाल्नेそれ撮ってよこうやってよ。なんだっけ、サンギタスの。एकछिनको मेरो क्यामेरामा यहाँ दामी रहेछ नि यो घाँसहरू कस्तो दामी देखेर नि मैले टक्क एउटा सानो छोटो मिठो भिडियो बनाएको चप्पल लगाएर हिँड्दैछ यार खै भर्याङ टक चढेको भिडियो बनाऊँ भनेको भर्याङै नरहेछ गाइज रुखहरू पनि खाली भयो अब जाडो लागेर अब ठ्याक्कै कहिले भन्दा फेरि फेब्रुअरी मार्च अप्रिलतिर चाहिँ दामी हुन्छ यतातिर फुलहरू फुलेर ऊ तलतिरको यता तल अघिको बाटोभन्दा तलपट्टि चाहिँ गार्डन जस्तो छ ऊ त्यहाँनिर कस्तो बिरालो बसिरहेको रहेछ तर क्यामेराले भेटेको भेटेन ठ्याक्कै अब यसलाई जुम गर्नै मिल्दैन नत्र भए म ठ्याक्कै देखाउँछु केही छैन अब भइरोस् यहाँबाट फेरि यहाँ रोडै निस्किन्छ क्या फेरि रोड छ यहाँ अलि तर कस्तो दामी देखेको यार यस्तो पहिलाएर सुकेको घाँसहरू पनि दामी देखेको घाम चाहिँ अलिक टल्ने केटीहरूसँग हिँड्दा चाहिँ यार केटाहरू छैन यार दुईटा केटा छ खाइसामा एउटाको नाइट ड्युटी छ सुतिरह ए म बाइकको भने क्या बाखा त्यही त यस्तो दामी देखेको क्या मैले खिचिदिइसकेँ एक राउन्ड हानिदिइसकेँ यहाँ चिगा हो यो चाहिँ हाम्रो श्रीलङ्काको दोस्ती हो श्रीलङ्काको कुन घर यो सब घर अन्त यार के हो खाने मस्नु तिनीहरू पनि त्यहीँ बसेछ हामी नि यहीँ बसेको के
देखाउने पनि केही छैन यार यस्तो उजाड छ यार रुखहरू नि उजाडै उजाड छ यता हेरे यतै उजाड यता हेरे उजाडिएकैहरू छ यो रुखहरू हेरे उजाड आफ्नो जिन्दगी हेरे आफ्नो जिन्दगी उजाड म खासमा माथि गएर टाइम स्ल्याबहरू बनाउँछु भनेर टाइम स्ल्याब चाहिँ रेकर्ड गर्छु भनेर खासमा अनि बनाइदिउँ न त हिँड्दा हिँड्दै भनेर ठिक छ भनेर अनि टक्क एक दुईवटा भिडियो खिचेर राखिदिउँ जाँगर चल्यो भने एडिट गरेर हालौँ ल चलेन भने चाहिँ चलेन भने चाहिँ भन्नाले जाँगर चलेन भने चाहिँ हाल्दिनँ अब कता जाने दुईवटा बाटो छ कता जाने यताबाट रोड यताबाट डाँडा खोइ ओ यो सुन्तला हो यो अनि टिप्न मिल्दैन यो जापानमा लगेर गएछ बाटो फल फुलिरहेछ फल फलिरहेछ बाटोमै सुन्तला देखाइसकेँ मैले डोडोबो भनेर सुन्तला फलेछ यहाँ त्यो निब्बु है लेमन दामी यहाँ रहेछ तर यहाँ चाहिँ अब यस्तो टिपेर हिँड्नु मिल्दैन टिपेर उसो यो मान्छेले यार नेपालमा यहाँ चाहिँ यस्तो चोरी गर्दैन नेपालमा हो भने चाहिँ यस्तो सब चोरेर हिँडिन्छ भन्दैछ नेपालीको बेइज्जत गर्दैछ घर चाहिँ दामी चाहिँ आएको सब फरेनरहरू छ यता चाहिँ होइन सब फरेनरहरू होला यता हो ल अब यहाँबाट ऊ पारिको रुखनेर पुगेर स्टार्ट गर्छ है फेरि हामी आउन लागेको ठाउँ आइपुग्नु लाग्यो होइन योभन्दा माथि नि होइन योभन्दा माथि नि छ नि डाँडा खेल्दै रहेछ या एकजना मात्रै एक्लै खेल्दै रहेछ पागल जस्तो प्र्याक्टिस हो तर यस्तो एक्लै चाहिँ कस्तो जाँगर चलेको यो भिडियोलाई काटेर ल हाम्रो डाँडा आइपुग्यो यति हो गाइस यति चाँडो आइपुग्यो हामी यस्तो दामी ग्राउन्ड छ यस्तो चौर देख्यो भने चाहिँ मलाई ठ्याक्कै नेपालको याद आउँछ नेपालमा गाउँतिर टक्क यस्तै डाँडाहरू हुन्छ मजाले बस्यो यहाँ के हो यो नजिक गएर हेर्नु पर्यो पुल जस्तो रहेछ यो चाहिँ हाम्रो होटलको बाउ हो बाउ रे यो चाहिँ हाम्रो होटलको बाउ हो किनभने नाम सेम हो त्यसको चाहिँ अलिकति लामो छ हाम्रो चाहिँ छोटो बाउ भन्ने कि आमा भन्ने यो उहाँ चाहिँ जापानको धरहरा छ क्या त्यो चाहिँ म अहिले फोनबाट जुम गरेर देखाउँछु अनि अब हामी चाहिँ यहाँ बस्ने कफी खाने अघि ल्याएको खानेकुरा खाने अनि जाने यो बाखा साँच्चीको हानासी सुनेर बस्ने अब यो लिएर आउनुपर्ने रहेछ स्ट्यान्डै ल्याएन नि त तर त्यता बसेन भने अब हामी क्या चिज यार उहाँ छ त्यहाँ छैन है सनसेट भिडियो खिचौँ भनेको फोन आएर भिडियो बनाउनै पाएन ल्याग भयो नि गाइस
आइसक्यो त अब हामी यहाँबाट फर्किन्छौँ अर्को बाटो हुँदै यताबाट ऊ यहाँ कस्तो दामी दामी कुकुर रहेछ यार कस्तो दामी दामी कुकुर रहेछ यार तर मलाई कुकुरदेखि चाहिँ डर लाग्छ गाइस अगाडि लात हान्दैछ बुढीले कुकुरलाई अगाडि चाहिँ यहाँ दुईवटा दिदी बहिनीहरू हुँदैछन् कताबाट जाने यताबाट जाऊँ हामी वाक आउने ठाउँ हुँदैछ बेलुका बेलुका टक्क कहिले काहीँ यहाँबाट जाऊँ न ओ यो के हो यो ल यस्तरी जाऊँ तिमीहरू चाहिँ त्यहाँबाट सिधै झर्दा हुन्छ अब तिमीहरू जाऊ न यताबाट यस्तो यताबाट आउने चाहिँ फेरि यही हो क्या यो चाहिँ खतरा हुँदो रहेछ अरे यहाँ दामी छ यार ओटो यो के फल होला यो मेरो हात यार झर्न लागिसक्यो गाई चाहिँ भ्लग बनाउने सक्छमा भ्लग चाहिँ तोरी भइरहेछ तर के अरे को कता हो उसो पोखरा वा बासु मिचिँदा हो सित्तिरु सेउनाको साइ मुराक्सेन दामी छ अनि यो होटलमा आउने कस्टमर जति झुक्की नै हाम्रो घरमा आउँछ कस्तो दामी छ क्या यो होटलको एरियाहरू चाहिँ र फसुवा सोको दा यो ठाउँ चाहिँ म गाइजहरूलाई फेरि पछि के अरे लाइक माछापुरीतिर फेरि सागुरो फुल्ने बेलामा लिएर आउँछु फेरि एकचोटि भिडियो बनाउँछु यो ठाउँमा त्यो बेला चाहिँ हामी हिँड्नु पनि आइन्छ कि अहिले त खासै हिँड्दैन जाडो हुन्छ नि त त्यही भएर नत्र भए चाहिँ हिँडिरहेको हुन्छ यो ठाउँतिर गाइजहरू एकछिन अब यही हो एरिया हाम्रो हामी बस्ने एरिया यही हो यस्तै छ ल अब एकछिनमा भेट्छ हात चिसो भयो एकछिन हात तताउँछ अनि फेरि भिडियो खिच्छु लगाइस् टिल वेलकम ब्याक गाइज कस्तो दुईजनासँग आएको दुईजना गफ हामीले हिँडेछ आफू अनि यसरी भिडियो बनाउँदै के देखाउनु यार गाइजहरू ब्याकग्राउन्डमा म्युजिक सुनिरहेछ 5 बजेर टक्क गीत सित बज्दो रहेछ अनि हाम्रो भ्लगरहरूको हाम्रो युट्युबे साथीहरूको हालखबर के छ त भ्लगरहरू भन्न आएछ हाम्रो त यस्तै छ गाइजहरू जाडोमा लखर चिसो लागिसक्यो यार नाकै सिक भइसक्यो कस्तो दामी छ कि यो तर यो क्यामेराले राम्रो नआएको हो क्या तर राम्रै आइरहेछ सेउनान डिरेपु होटेलतिर जाँदैछौँ हामी गाइजहरू दुईजना मस गफ हान्दैछ कि के गफ हान्दैछ यार नाङ्खै त्यही
के छ तिमीहरू दुईजनाको आशा युट्युब च्यानल देखिन्छ लगाइज नानी तेरो पिज्जा गुरुङ जनाइ हो बर्गर गुरुङ पिज्जा गुरुङ भन्दैछ यार यसले मेरो नाम यार हो हिजो खासमा यो पिज्जा गुरुङ भन्ने कुरा चाहिँ हिजो हामी के अरे एकछिन है म एक्सप्लेन गर्छु है के भएको भन्दा चाहिँ हिजो हामी काममा हुँदाखेरि यस्तरी टिकटक स्क्रोल गर्दै थिएँ म अनि टिकटक स्क्रोल गर्दै जाँदाखेरि चाहिँ ध्यानेर चाहिँ एउटा केटीको नाम चाहिँ पिज्जा गुरुङ रहेछ क्या अनि यो बहिनीको चाहिँ फेक आइडी थियो एउटा फेक आइडी भन्दा नि एक्स्ट्रा आइडी थियो अनि त्यो आइडीमा चाहिँ अनि नेम एडिट गरेर हामीले बर्गर गुरुङ राखौँ अनि गफ हान्न जाउँ न जिस्काम नभनेको बर्गर गुरुङ बनाएर ठ्याक्क छिरेको त्यसले लाइभ इन गरिदिरहेको त्यो केटीले अनि आज नि यस्तै हेरेको फेरि स्क्रोल गर्दै जाँदा फेरि भेटाइरहेको त्यो केटीलाई अनि आज ल अब आज चाहिँ भेट्छ अब गएर छिरेर त्यसलाई अब गिदी हानिदिउँ भनेको त त्यसले हिजो त्यो प्रोफाइल भ्यू देखायो होला नि त अनि त्यो बर्गर गुरुङलाई त ब्लक हान्दैछ जति सर्च गरेर नि भेटेन त्यही हो यो खासमा भएको कुरा चाहिँ यही हो जिस्काउन पाइएन तरुनी जिस्काइदिउँ भनेको तरुनी जिस्काउन पाइएन गाइस अब हाम्रो साम्पो पनि अब अलमोस्ट डन हुन लागिसक्यो अब हामी घर आइपुग्नु लाग्यो घर आइपुग्नु लाग्यो भन्दा नि आइपुग्नु नै त लागेको छैन टाढा त टाढै छ अझै 5-6 मिनट त लाग्छ 5-6 मिनट लाग्छ यस्तो दामी देखिन्छ यार बेलुका अब अझै होइन मैले भनेको पसल छ हाम्रो एउटा बिचरा हाम्रो ठाउँमा पसल भनेको त्यही एउटा मात्र हो अब यहाँबाट सिधा गएर कति 5 मिनट जति हिँड्नुपर्छ होला अझै बेला हामी यताबाट जान्थ्यो डाँडा जान्थ्यो यो बेला चाहिँ अर्कै बाटो गयो हामी अनि कहिलेकाहीँ चाहिँ हामी यहाँ आएर बस्छौँ यहाँबाट दामी भ्यू देखिन्छ उतातिर समुद्र हाउडेमा डाँडा जाऊँ भनेर यो मान्छेले हो यो पद मोडेको मान्छेले डाँडा जाऊँ भनेर आयो एकछिन ठिकै छ नि त गइदिउँ छुट्टीको दिन रुम बस्दा अल्छी भएर फ्रेस भइदिउँ न त भनेर अनि म खासमा डाँडामा गएर टिकटक बनाउँछु भनेर आएको क्या आजभोलि मलाई हल्का टिकटक चढेछ कि टिकटक बनाइदिउँ भनेर आएको अनि टिकटक बनाउँछु भनेर माथि गएर डाँडामा बसेर टक्क गीत सम्झेको यार गीतै यादै नभएर गीत यादै भएन अनि टिकटक नबनाइ फर्किएँ फेरि अब मेरो भोलि ड्युटी पर्सि छुट्टी छ यो 2 दिन चाहिँ म दिदीहरूकोतिर जान्छु होला उता गयो भने नि भ्लग चाहिँ खै बनाउँदिनँ किनभने एक्लै हिँड्दा चाहिँ यसरी खिचेर झ्याउ लाग्छ अब साथीहरू भने चाहिँ यसरी यहीँ छ है साथीहरू छ भन्दै यिनीहरूसँग बेला बोलेको जस्तो गर्दै खिच्दै हिँड्नु नि मजा आउँछ नत्र है त के भने बाहिर बस्यो अब हामी भित्र बस्यौँ हामी होइन होटलमै बाहिर आफ्नो रुम लिएर बस्यो भने हाम्रो झन् राम्रो के भन्छ अरे पैसा के भन्ने सोधा केदो आता दे सुजुकी सुरु ने सोना खाना सिवा किमा कोले पेन्द सुरु गारा यहाँ अघि मैले के भन्दै थिएँ यार यसरी साथी भयो भने चाहिँ भ्लग बनाउँछु भन्ने कुरा भइरहेको थियो होइन ठिकै छ अब पर्सि पनि यसो जाँगर चल्यो भने चाहिँ बनाइदिन्छु नभए चाहिँ अब नेक्स्ट टाइम म फेरि डाँडामा जान्छु टिकटक बनाएर आउँछु गाइस त्यसको लागि म युट्युबमा टिकटक लिङ्क पनि राखिदिन्छु टिकटकलाई पनि फलो गरौँ होइन चाँडोभन्दा चाँडो 10K फलोवर्स पुऱ्याइदिउँ युट्युबमा त मलाई फलोवर्स त खासै चाहिएको छैन भ्युज चाहिँ बढाउनु पऱ्यो त्यसको लागि तपाईँहरू सबैजनाले सकेसम्म सब्सक्राइब गरिदिनुहोस् लाइक गरिदिनुहोस् भिडियोलाई अनि म तपाईँहरूलाई अनि त्यसपछि बिस्तारै अब यो त मेरो स्टार्टिङ हो नि त भर्खरै होइन म तपाईँहरूलाई बिस्तारै अनि हल्का भ्लगमा इम्प्रुभमेन्ट हाल्दै अलिकति राम्रो बनाउनु खोज्दै जापानको ठाउँहरू देखाउँदै ल्याउँछु होइन ल अब हामी अरू बेला हामी कतै बाहिर गएर आउनु पऱ्यो भने यो ठाउँमा आएर बस चढ्नुपर्छ यहाँबाट बस चढेर जाने हो सधैँ मैले तर यो भिडियोहरू हालेको छैन मैले यहाँबाट अनि बसाएर त्यहाँबाट चाहिँ यहाँ यस्तो माथि जानुपर्छ
माथि जानुपर्छ ल अब आजलाई यति नै के खाने खोइ जे खाने हुन्छ अघि नै उहाँ त्यो चनाहरू भिजाएर राखेछ त त्यही मिसाएर एउटा दामी चना गेडागुडी भिजाएर राखेछ अब यहाँ म भ्लग इन गर्न लाग्थेँ अरे फेरि के सम्झाइ थियो ठिकै छ केही छैन हामी रुमसम्म पुगेर बनाइदिन्छु म अब ऊ त्यहाँ माथिसम्म पुग्नु पऱ्यो नि ल गाइस म घर आएँ भन्नु पऱ्यो बाई 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 भन्न लाग्यो मेरो नाकबाट त्यो पानी आयो अरे कि चिसो छ नि त बढी चिसो छ मलाई नि यस्तो माथि घुमेर आउँदा आउँदै अघि हामी गएको चाहिँ यहाँबाट हो यहाँबाट गएको हामी अनि यस्तो माथिबाट एक राउन्ड हानेर आयो त्यसले बाई बाई भन्न लाग्थ्यो अनि हाना मिचो हुने चाहिँ नाकबाट पानी आयो अरे भन्दैछ त्यसले कस्तो अँध्यारो भइसक्यो यार अघि कस्तो उज्यालो थियो अहिले अँध्यारो भइसक्यो अब हामी ब्याक पनि भयो एकैछिन वाकमा गएर आयो हल्का माइन्ड फ्रेस पनि भयो अब हामी टक्क उ त्यो ठ्याक्कै गाडी पुगेको ठाउँले चाहिँ हामी बस्ने ठाउँ हो अब तपाईँले गरौँ भिडियोहरू हेर्दै गरिदिनु होला मैले अपलोड गरेँ भने मन पराइदिनु होला मन नपरे पनि पुरै नहेरे नि आधी हेरिदिनु होला आधी हेरेर इन्ट्रेस्टिङ हुँदै गयो भने पुरै हेरिदिनुहोस् लाइक कमेन्ट सेयर गरिदिनुहोस् होइन त अब त्योभन्दा अरू मलाई धेरै भन्न आउँदैन गाइस त्यसैले आजलाई यति गर्दै टिल नेक्स्ट टाइम बाई यस वात्ता कोरेदे क्यौ नो दोगा वा खान्ड्यो दिस खाने खासेगु ओरेदा वास्ता 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 जहाँबाट गएको थियो त्यहीँ आइपुग्यो यो चाहिँ हामी बस्ने ठाउँ यो चाहिँ लास्टमा अलिकति टुक्क जोडिदिन्छु म हामी बस्ने यो अघि नै तिमीहरूलाई सरी तपाईँहरूलाई मैले यो होटलको बाउ देखाइदिएको थिएँ बाउआमा देखाइदिएको थिएँ यो चाहिँ छोरा होटल हो जहाँ चाहिँ हामी बस्छौँ